बढ्नु आधी मात्र अझै त्यो पछि त्यो गर्नुपर्छ कि त्यो के भन्छ मैदामा पनि हाल्नुपर्छ यो व्हाइट पेपर राख्ने ब्ल्याकमा ब्ल्याक पेपर हामीले म्यारिनेट गर्न लागेको हो सर हजुर म्यारिनेसन हो त्यो पनि अहिले राख्नु छ होइन त्यो चिली फ्लेक्स चाहिँदैन चिली फ्लेक्स होइन के भन्छ पेप्रिका पाउडर नि पेपरको पाउडर जस्तो यिनीहरू भनेको चाहिँ तपाईँले सबै केमा हाल्ने भन्दाखेरि पछि मैले फ्लोरमा हाल्ने हो क्या यो चाहिँ बटर मिल्क भने नेपालमा मोही भयो होइन मोही नेपालीमा म बटर मिल्क अरू चाहिँ यो वाइनहरू चाहिँ अहिले हाल्दा हुन्छ जस्तो यो तपाईँले त्यो म्यारिनेसन गर्ने क्रममा होइन ओ सर सस यो एक बिरको पाइ एक बिट एक केजीलाई एक केजी डब्लुवाला कति एमएल त्यो यति सेक गर्नुपर्छ सुरामो वाइन खाना हुने चिज चाहिँ वाइनमा ग्यास रेड वाइन हो एक बिरको हाल्नु रेड वाइन यो चाहिन्छ पछि हामी त्यो ससहरू बनाउँछ मस्टर्ड पाउडरको ठाउँमा चाहिँ हामीले मस्टर्ड पेस्ट ठिकै राख्यो इन्ग्रिडियन्ट्स अरू केही छुटेको छ हेर्नुहोस् त आम मेरै पोते हो त आम खुलेर यसमा लेमन हाल्न मिल्छ हामी लेमनै ल्याएको छ मस्टर्ड के दियो मस्टर्ड पेस्ट यो चाहिँ त्यसरी होइन यो सिम्पली होइन यो भयो होइन यो मसलाले यो सेक गर्ने होइन यो ट्याक्क उ गर्ने होइन यो पहिला आउँदैन के आउँदैन टक्क यति हालिसकेपछि जब तपाईँले थिच्नुहुन्छ अनि त्यसमा मात्र आउने हो है मस्टर्ड पेस्ट यसैमा हाल्दा पनि हुन्छ तपाईँले त्यो उसमा पिठोमा हाल्दा पनि हुन्छ पिठोमा हाल्नु पिठोमा छ पिठोमा हाल्दाखेरि चाहिँ यो पेस्ट भयो भने चाहिँ यसैमा हाल्नुहोस् होइन तपाईँको पाउडर भएकोले पिठोमा हाल्नुहोस् त्यो चलाउनुहोस् हातैले त हात बिहानै त त्यही भएर त उहाँ नराखे के नराखे तर दुःख लाग्छ उहाँ नराखे यो खास यो हामीले चाहिँ होइन एक दिन अगाडि मोलेर राख्नुपर्ने हो होइन यहाँ अलिकति अब तपाईँले हेर्न नपाउला भनेर चाहिँ अहिले गरेको छु यसको लागि तपाईँले के गर्नु पर्यो भन्दाखेरि यसमा लेमन लेमन स्वादको लागि नै हो कि हो लेमनले चाहिँ क्विक रियाक्सन गर्छ है यदि हामीले एक दिन अगाडि नै हामीले गरिदिएको भए चाहिँ लेमन हाल्नु नपर्ने लेमनको सट्टामा लेमन छैन भने भिनेगर हाल्दै एक दिन अगाडि त्यसरी म्यारिनेट गऱ्यो भने लेमन हाल्नु पर्दैन क्विक रियाक्सन भन्नाले के मसला छिटो भित्र छिर्ने कस्तो सर्यो त्यस्तो गनाउने त्यस्तो केही हुन्छ कि छैन फ्रिजै त्याटेर कागज कति राख्ने आधी कागज भन्छ लेमनले टेस्ट गर्छ हुँदैन अलिकति चाहिँ फरक हुन्छ पुरै टोटल अमिलो चाहिँ यो चाहिँ लेमन यो चाहिँ अब तपाईँ त्यो हातले गर्दाखेरि यो क्रस भएको ठाउँमा छ नि अलिकति हातले त्यस्तो गर्नु भित्र आउनै छिरहेको मसाज गर्नु मसाज
Banyak kara ya. Murla. Ini mati loh ini. Baik. Apa orang tuh dia? यहाँबाट जाने अनि मेरो पेजमा भाइरल भन्छ प्राइभेट मेहनत यो यहाँ म बिर्सिनु भर्खर लुजाहरू एउटा त्यो बाटो ल्याउनुहोस् त कस्तो मोएको स्मेल क्या मजा लाग्यो अब यसमा हाल्नु यसमा मैदा पनि हाल्यो आटा पनि हाल्यो साल अलिक ठुलो गरेर त्यो सिजनिङ बताबै छैन सर त्यो खुर्सानी धुलो कोही पाप्रिका हो जिन्जर पाउडर छ त्यहाँ तल छ यो 1 टिस्पुन जति यसमा चाहिँ छ नि होइन तपाईँको त्यो बुकमै छ यिनीहरू सबै बुकमा छ यहाँ पनि सर ल यो के नि सर गार्लिक गार्लिक गेनिसको पासामा भन्छ लिचिला 1 टिस्पुन है अगाडि बस्नु बाँकी सबै त पछाडि लाग्दा नि हुन्छ नि टिस्पुन भने सुगर स्पुन भन्नु फेरि मिस्टेक भयो सुगर स्पुन सानोवाला सुगर स्पुन टिस्पुन सानो कस्तो भन्न आएको आमामा गालीको यो भयो पेप्रिका पाउडर होइन यो त क्रस भयो खुर्सानी धुलो खुर्सानीको धुलो अरू हाम्रो हब्सहरू कुनै बाँकी छ ड्राईमा रोजमेरी ओरिगेनो त्यो फ्रेस यो थाइम र हामीसँग त्यो ओरिगेनो त्यो पनि थाइम र ओरिगेनो भयो होइन यसमा केही बिर्सेछ यसमा दोकान त हेर्न दोकान तल दोकान एमएससी खासै अप्सनलमा हो है तपाईँले हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ प्रब्लम छैन अरू के गरम मसला हाल्नु एभाइलेबल त्यो हाल्दा पनि हुन्छ होइन हाल्नै पर्छ भने कम्पलसरी पनि छैन फेरि त्यो कम्पनीको नेम अनुसार कुनैमा चाहिँ हालिरहेको हुन्छ होइन कुनैमा नहालेको हुन्छ हुन्छ यो मजाले चलाउनु तपाईँसँग ड्राईहरू जुन अघि पनि भन्नुभयो 12वटा हप्सहरूको होइन त्यो हाल्दा पनि हुन्छ एउटा भाँडोमा चाहिँ अब के गर्नु पर्यो भन्दाखेरि पानी राख्नु यो खास यो डाइरेक्ट पानी भन्दा पनि होइन सबैभन्दा बेस्ट चाहिँ होइन आइस वाटर है यो डिपिङ गर्नको लागि आइस वाटर गर्दाखेरि चाहिँ त्यो जति मजाले त्यो सेट हुनुपर्ने होइन आइस वाटरमा चाहिँ सेट हुन्छ आइस वाटर भन्नाले यो भाँडो आइस तल राख्ने होइन आइस क्युबहरू नै राख्ने पानी पनि हाल्ने क्या होइन हामीले चोप्ने मात्र हो क्या त्यो उ गर्ने होइन यता छ नि अलि नपुग्छ त्यो हातले मिच्ने होइन सरसर त्यो उ मात्र गर्ने है
यो सिम्पली है भोलि खेलाएर जस्तो गर्दा जुन यो भएन यसलाई चाहिँ भयो भने चाहिँ तपाईँले के गर्नु पर्यो आइस वाटर है त्यो पानीमा आइस क्युबहरू भयो भने हुन्छ होइन सर आइस वाटर भनेको त्यही हो होइन यो जुन यो एकचोटि गरिसकेपछि तपाईँले के गर्नु पर्यो फेरि यसलाई चाहिँ यो मैदाहरूको कोटिङ चाहिँ राम्रोसँग बस्छ कति सेकेन्ड डुबाउनु सर यो आफूले हेरेर हो कि धेरै डुबाउँदासम्म त अर्कै हुन्छ होला। धेरै डुबायो भने तपाईँले यो यसमा भएको त्यो त्यो उ गरेको होइन मसलाहरू सबै जान्छ अब तपाईँलाई यो भन्दा बढी ब्याटरहरू चाहिन्छ भने फेरि एकचोटि गर्नु ब्रेड कम हाल्ने तरिकाबाट फेरि सिकाउनु यो चाहिँ नि ओरिजिनल हो फेकवाला पनि यो चाहिँ नि ओरिजिनल भयो कुनै ओरिजिनल यो जति दुबाई त्यति कोडिङ चाहिँ बाक्लो हुँदै जाने कोटिङ मात्र बाक्लो बनाउनु तपाईँले कतिको कोटिङहरू बाक्लो गर्ने हो होइन यो जस्तै अब तपाईँले एक्सपोज गर्यो त्यो ट्रेमा हाल्नु पर्छ होइन एउटा चाहिँ त्यो भएन